कुवेत एयरवेज र जजिरा एयरवेज मार्फत नेपालबाट मानव तस्करी हुने गरेको उजुरी हेलो सरकारमा 2081 फागुन 23 गते पुग्छ। विभिन्न एयरलाइन्स, ट्राभल एजेन्सी र अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा प्रति व्यक्ति 40 देखि 50 हजार रुपैयाँसम्म असुल उपर गर्ने गरिएको भन्दै छानबिन गर्न उजुरीमा माग हुन्छ। मापदण्ड विपरीत दुईतर्फी टिकट हुनुपर्नेमा फर्किने नक्कली टिकट बनाइदिने, होटल बुकिङको कागजात पनि फेक बनाइदिने गरी एयरलाइन्स, ट्राभल एजेन्सी र अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा सेटिङ गरी मानव तस्करी हुने गरेको उजुरीमा दावी गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले घुस लिएर भिजिट भिजामा खाडी मुलुक पठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान थालेको छ। यसअघि उक्त उजुरीका विषयमा हेलो सरकारले गृह मन्त्रालयलाई आवश्यक कारबाहीका लागि पत्रचार गरेको थियो। त्यसपछि गृहले 2081 चैत 3 गते अध्यागमन कार्यालयलाई त्यस विषयमा जवाफ मागेको थियो। त्यसपछि अध्यागमन कार्यालयले 2082 वैशाख 17 गते गृह मन्त्रालयलाई आरोपको खण्डन गर्दै 3 बुँदामा जवाफ पठाएको थियो।